आज हामीले घरमै स्पेशल चटपट बनाएर खायौँ र आमारोमा घाँस काट्न गयौँ। हाई एभ्रिवान, हजुरलाई स्वागत छ मेरो डे 3 मिनी ब्लगमा। आशा छ तपाईँहरू पनि सन्चै आरामै हुन्छ र म पनि एकदमै सन्चै आरामै छु। आज चाहिँ आमारोमा घाँस काट्न गयौँ बाख्रालाई साथीहरू। आज बिहान पानी परिरहेको थियो, दिउँसोको 10 बजीतिर पानी रोकियो। त्यसपछि चाहिँ हामी घाँस काट्न गयौँ आमा। पानी चाहिँ पर्न लागिरहेको थियो साथीहरू, त्यही भएर चाहिँ आमारोमा घाँस काट्न पानी पर्यो भने फेरि घाँस चिसो हुन्छ नि त साथीहरू, त्यही भएर चाहिँ आमारोमा छिटो गयो। चिसो घाँस खाँदैन नि त साथीहरू बाख्राले, त्यही भएर चाहिँ मम्मीले जाम छिटो भन्नुभयो अनि म गएँ। म जङ्गलमा जान बित्तिकै अम्बाको रुख देखेँ अनि अम्बा टिपेर खाएँ अनि आमारोमा चाहिँ जङ्गलमा घाँस काट्न तर्फ लाग्यो। जङ्गलमा साथीहरू हिँड्न पनि लास्टै गाह्रो भएको थियो, किनभने झारी थियो, कतै जुगा छ भन्ने डर होइन। अनि मैले चाहिँ अम्बा खाँदै थिएँ तर लास्टै खल्लो थियो अम्बा चाहिँ, अनि त्यही भएर चाहिँ मैले अम्बा फालिदिएँ। यता चाहिँ आमाले घाँस काट्दै हुनुहुन्छ साथीहरू, देख्न सक्नुहुन्छ। अनि आज चाहिँ पानी पर्ला जस्तो गरेर आएको थियो। आज चाहिँ मौसमले धोका दिन्छ साथीहरू। दुईवटा कचिया चाहिँ मैले ल्याएर आएको थिएँ अनि एउटा कचिया चाहिँ हजुरआमाले लिनुभयो बारीमा, अनि एउटा कचिया चाहिँ अनि आमाले काट्दै हुनुहुन्छ घाँस। अनि मलाई चाहिँ काट भन्नुभयो एउटा मुठा जति, अनि मैले चाहिँ एउटा मुठा जति घाँस काटेँ। अनि आमाले चाहिँ अनि म काट्छु भन्नुभयो अनि आमाले काट्नु। आमा चाहिँ मलाई घाँस काट भन्नुभएको थियो अनि मैले चाहिँ त्यति जङ्गलमा जाँदाखेरि चाहिँ घाँस काट्न मन लाग्दैन कि साथीहरू। अनि घरबाट जाँदाखेरि चाहिँ काटौँ जस्तो हुन्छ। अनि एउटा मुठा जति काटेँ मैले, अनि यस्तो पासिरहेको थिएँ नि साथीहरू, अनि गर्मी पनि लास्टै भइरहेको थियो। अनि त्यही भएर चाहिँ म काट्दिनँ भने, अनि एउटा मात्र कचिया थियो, दुईवटा कचिया भएको म काट्थेँ होला। अनि आमाले चाहिँ काट्दै हुनुहुन्छ घाँस देख्नुहुन्छ साथीहरू। बादल चाहिँ लास्टै कालो गरेर आएको थियो, पानी पर्लाको जस्तो गरेर आएको थियो। अनि आमाले चाहिँ छिटो काट्दै हुनुहुन्थ्यो। म घाँस काट्नु भनेर गएको मान्छे साथीहरू, हेर्नु न मेरो फेरि दुनियाँ छुटिसक्यो। फेरि मेरो म यत्तिकै भ्यू देखाउँदै बसिरहेको थिएँ अनि आमाले चाहिँ यता घाँस काटेर पनि सक्नु भइसकेको छ। यता चाहिँ हामीले दुईवटा मुठा जति काट्यौँ। अनि घाँस काट्ने भनेर आएको मान्छे म, अनि मम्मीले चाहिँ काट्नुभयो। अनि म र मम्मीले चाहिँ घाँस लिएर गयौँ साथीहरू साइकलमा। अनि यता चाहिँ मम्मीले गफ गर्दै हुनुहुन्थ्यो अनि म चाहिँ यहाँ बारीमा आएँ। अनि हजुरआमाले चाहिँ घाँस काट्दै हुनुहुन्थ्यो, दुईवटा जति मुठा बनाउनु भएको रहेछ। हजुरआमाले चाहिँ घाँस काट्दै हुनुहुन्थ्यो अनि पानी पर्ला जस्तो गरेर आएको थियो। अनि हजुरआमा घाँस काट्नु पर्दैन, 9 बजीसम्म अनि पानी पर्न लागिसकेको छ भने। अनि हजुरआमाले चाहिँ अनि कचिया सचिया मलाई दिनुभयो। अनि यो चाहिँ हाम्रो बारी हो साथीहरू, देख्न सक्नुहुन्छ। अनि पानी चाहिँ पर्न लागिसकेको थियो कि अनि ठुलो पानी पर्न लागिसकेको थियो। अनि हजुरआमालाई चाहिँ जाम अब भने अनि घाँस राखेँ मैले साइकलमा। अनि हामी चाहिँ गयौँ। मम्मीलाई चाहिँ चटपट खान मन लागेको थियो अरे साथीहरू, त्यही भएर चाहिँ भुजा र चाउचाउ हजुरआमाले किनेर ल्याउँदै हुनुहुन्थ्यो बाटोमा। अनि म चाहिँ घरमा आएँ अनि हजुरआमाले पनि भुजा र चाउचाउ ल्याइसक्नु भएको। अनि म बनाउनुतर्फ लागेँ साथीहरू। अनि मेरो घरमा चाहिँ त्यति सामान थिएन, आफ्नो घरमा जे सामान थियो त्यसमै बनाएँ मैले चाहिँ साथीहरू, सिम्पल तरिकाले, त्यस्तो स्ट्यान्डर्ड तरिकाले चाहिँ मैले बनाएँ साथीहरू। यो चाहिँ मेरो डे 3 मिनी ब्लग हो, तपाईँहरूलाई थाहा नै होला। मैले चाहिँ 100 डेज मिनी ब्लग च्यालेन्ज गर्न गइरहेको छु साथीहरू। कतिजनालाई थाहा छैन होला, मैले चाहिँ 100 डेज मिनी ब्लग च्यालेन्ज गर्न गइरहेको छु। के मैले 100 डेज मिनी ब्लग च्यालेन्ज पुरा गर्न सक्छु होला त्यो साथीहरू, कमेन्ट गर्नु होला है त।